पर्छ भन्नु होला तर खास गरी म डाइटिङमा छु 2 दिन पछाडि आउँछ Hey guys, welcome back to my channel. अनि आज चाहिँ टाइम देखादैन कति भइरहेछ टाइम देखाइदिए त यतिकै अहिले चाहिँ 11:05 भइरहेछ अलि नजिक सानो बिस्तारै 11:05 भइसकेको छ अनि हामी चाहिँ करेन्ट पकाउन आँटेको छौँ कसैलाई थाहा छैन है कसैलाई थाहा छैन एक पोका करेन्ट 1 2 3 4 5 पाँचवटा करेन्ट यो प्लास्टिकमा हालेर माथि लान आँटेको अरू यो मेरो खोल्ने काम चाहिँ मेरो पकाउने काम चाहिँ दिएको जहिले हामी माथि भात के भन्छ भेदभाव हुन्छ यसले भाडा चाहिँ यति हुन्छ होइन तर आज हामी सबै भाडा लिएर यहीँ आउँछौँ होइन सबै भाडा लिएर यहीँ आउँछौँ अनि त्यही अब हामी पकाउँछौँ ल हेलो गाइज वेलकम टु माई भ्लग अहिले चाहिँ हामीले चाउचाउ पकाएर आइसकेको छु अब एकछिन थर्मोनेल खिचौँ न एउटा यस्तो गरेको एकछिन भएन है छेउमा बसेर कस्तो अप्ठ्यारो गर्यो अन्डा करेन्ट लो बजेटको मान्छे पढ्नु के यो चाहिँ कम्पिटिसन होइन गाइज मुकबाङ हो हामी 3 जना दिदी म चाहिँ सबैभन्दा कान्छी गाइज म सबसे भन्दा जेठी म चाहिँ बिचको अब चाहिँ सेलाइसक्यो खाऊँ फर्स्ट बाइट राति 12 बजी को खाना खान्छ हामी खान्छौँ सबैले खान्छ नि मिठो भएछ आज कोक ल्याउने भनेर भनेको थियो ल्याउँ पानी खाएको कोकको तातो पानी हालेर खाएको के गरेको त चाहिँ अलिक यता आइया त विद्रोही गर्नेको छ सिटु गरेक नपाकेको छ भने उयो भन्दा पाकेको छ होला भित्रबाट पाकेको छैन लोकल अन्डा खाने बानी भएर छक्क पर्यो सेतो छ नानी छ बोलेको सेतो त हुन्छ बोलेको सेतै हुन्छ नि त ढुक्कै हामीलाई चाहिँ करेन्ट जति पिरो भए पनि पिरो लाग्दैन मलाई त पिरो लाग्छ मलाई लाग्छ खान्छु सिज लाइङ हजुर पिरो लायर पिरो लाग्दैन यति धेरै माथि करेन्ट को यति धेरैमा धेरै